के तपाईको एक्जाम एकदमै नजिकिएको छ र तपाईले जति तयारी गर्नुपर्ने त्यति तयारी गरिराख्नु भएको छैन। हुनसक्छ त्यो विविध कारणले गर्दाखेरि हुनसक्छ, जसले गर्दाखेरि तपाईँ एकदमै आत्तिनु भएको छ, डराउनु भएको छ। ला के गर्ने होला, कसो गर्ने होला, खत्तमै हुने भयो, बर्बादै हुने भयो, मैले गर्न सक्दिनँ, फेल हुने भयो भन्ने खालको यस्तो तपाईँको मनमा विचार आइरहेको छ र तपाईँ एकदमै डराउनु भएको छ, आत्तिनु भएको छ भने चाहिँ यो भिडियो पुरा हेर्नुहोस्। आजको यस भिडियोमा हामीले यसै विषयमा चर्चा गर्नेवाला छौँ कि हामीले इक्जामको नजिकमा आएर पनि अथवा हामीले वर्षभरि राम्रोसँग त्यति हामीले राम्रोसँग पढ्न पाइएन विविध कारणले गर्दाखेरि, तर इक्जाम आइसकेको छ, अब तयारीलाई एकदमै तेज गराउनु पर्ने छ र जसरी भए पनि इक्जाम चाहिँ क्र्याक गर्नुपर्ने छ भने चाहिँ आजको भिडियो एकदमै काम लाग्नेवाला छ। हेर्नुहोस्, हुन त वर्षभरि नपढ्ने र अन्तिम समयमा आएर पढेर पास हुन्छु भन्नु भनेको मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान छ नि, त्यस्तै भने जस्तो सुनिन्छ। तर यो उखानलाई एकछिन साइडमा राखौँ, किनकि हाम्रो ब्रेन यति पावरफुल छ, हाम्रो ब्रेनलाई हामीले सही तरिकाले कमान्ड दियो, यसलाई हामीले सही तरिकाले प्रपर तरिकाले हामीले युटिलाइज गर्न सक्यो भने चाहिँ यसबाट हामीले जस्तो सुकै रिजल्ट निकाल्न सकिन्छ। हेर्नुहोस्, इक्जाम टाइम आइसकेपछि चाहिँ हामी अलिकति एउटा जोनमा त जानै पर्छ, एउटा जोनमा जानुपर्छ, ब्रेनलाई त्यो जोनमा लिएर जानुपर्छ जहाँ चाहिँ पढाइको बारेमा मात्रै कुरा होस्, अरू केही पनि कुरा नहोस्। यसलाई भन्छ फाइट अर फ्लाइट रेस्पोन्स। जब तपाईँ गर अथवा मरको परिस्थितिमा पुग्नुहुन्छ नि, त्यति बेला तपाईँ बाध्य भएर जे काम पनि गर्नुहुन्छ। हो, त्यसै गरी हामीले ब्रेनलाई पनि त्यो तरिकाले कमान्ड दियो भने र त्यो तरिकाले हामीले एउटा इन्भाइरोमेन्ट क्रिएट गर्यो भने हामीलाई पनि ब्रेनले राम्रोसँग रिजल्ट दिन सक्छ। हो, आजको यस भिडियोमा हामीले यसै विषयमा चाहिँ राम्रोसँग चर्चा गर्नेवाला छौँ कि हामीले इक्जामको समयमा थोरै समयमा पनि पढेर धेरै इफेक्टिभ कसरी मार्क्स ल्याउन सकिन्छ र हामीले राम्रो कसरी गर्न सकिन्छ भनेर यही भिडियोमा चर्चा गर्नेवाला छौँ। भिडियो सुरु गर्नुभन्दा पहिले यदि तपाईँहरू हामीसँग जोडिनु भएको छैन भने चाहिँ हामीसँग जोडिराख्नु होला है त। नम्बर 1 मा रहेको छ काम योर माइन्ड। सबभन्दा पहिला त हामीले इक्जाम आउँदैछ, मैले पढे छैन भन्ने बित्तिकै माइन्डमा आउने सबभन्दा एउटा प्रश्न हो, अब बर्बाद हुने भयो, अब के गर्ने होला, अब कसो गर्ने होला भनेर मन अत्तालिनु, डराउनु त्यो स्वाभाविक कुरा हो। तर यसले चाहिँ हामीलाई फाइदा केही पनि गर्दैन। जति हामी डराउँछौँ, जति हाम्रो मन आतिन्छ, अत्तालिन्छौँ हामी, त्यति नै हामीले आफ्नो जुन पोटेन्सियल छ नि त्यसलाई हामीले तल झरिरहेका हुन्छौँ अथवा हामीले त्यो पोटेन्सियललाई चाहिँ हामीले क्षमतालाई प्रपर युज गर्न सकिरहेका हुँदैनौँ। त्यसैले फर्स्टमा चाहिँ हामीले आफ्नो ब्रेनलाई चाहिँ के भन्नु पर्यो भने, बाबु तिमी शान्त बस, सबै कुरा हुन्छ भनेर तपाईँले पोजिटिभ एफर्मेसन दिनु पर्यो। पोजिटिभ अटो सजेसनको थ्रु पोजिटिभ एफर्मेसन दिएर तपाईँले आफ्नो ब्रेनलाई अटो सजेस्ट गर्नुभयो भने चाहिँ तपाईँको ब्रेन बल्ल कन्भिन्स हुन्छ कि हो, मैले त यो गर्न सक्दो रहेछु, यो चाहिँ त्यति ठुलो टास्क होइन मेरो लागि भन्ने कुरा चाहिँ तपाईँको ब्रेनले एक्सेप्ट गर्नुपर्छ। त्यो गर्नको लागि चाहिँ सबभन्दा पहिला तपाईँले आफ्नो ब्रेनलाई चाहिँ काम गराउनु पर्यो, शान्त राख्नु पर्यो। त्यो जुनसुकै तरिकाले हुनसक्छ, फरक फरक व्यक्तिको केसमा चाहिँ त्यो शान्त गराउने तरिका फरक फरक हुनसक्छ। कसैको केसमा मेडिटेसन गरेर हुनसक्छ, कसैको केसमा चाहिँ धेरै पानी पिएर हुनसक्छ, कसैको केसमा चाहिँ तपाईँ अनिदो हुनुभएको छ, ब्रेनले राम्रोसँग काम जस्तो फिल भइरहेको छैन भने चाहिँ प्रपर एउटा स्लिप लिएर हुनसक्छ, कसैकोमा बाहिरतिर गएर हुनसक्छ, हिँडेर डुलेर दौडेर हुनसक्छ। त्यो तपाईँले कसरी आफ्नो ब्रेनलाई काम गराउन सक्नुहुन्छ त्यो चाहिँ तपाईँले गराउनु होला फर्स्ट स्टेपमा। हेर्नुहोस्, यदि तपाईँले ब्रेनलाई काम गराउन सक्नु भएन भने नि त्यसले तपाईँलाई चाहिँ खोजेको रिजल्ट चाहिँ दिन सक्दैन। त्यही भएर मेक स्योर ब्रेनलाई चाहिँ सबभन्दा पहिला तपाईँले काम गराउनु पर्छ। नम्बर 2 मा रहेको छ, यो चाहिँ हामी मध्ये प्रायः जसो धेरैले गर्ने गल्ती हो, वर्षभरि पढ्दैनौँ र लास्टमा आएर चाहिँ सबै सिलेबस कम्प्लिट गर्न खोज्छौँ एकैचोटि। यस्तो गर्नु भएको छ भने चाहिँ यो तरिका चाहिँ अलि ठिक नहुन पनि सक्छ है मेरो विचारमा चाहिँ। किन भन्नुहुन्छ भने अब हामीसँग टाइम थोरै छ, जस्तो कि तपाईँको 1 महिना हुनसक्यो, 20 दिन हुनसक्यो, 15-10 दिन अथवा त्योभन्दा थोरै। हामी थोरै समयमा तयारी गर्ने भन्ने उद्देश्यले यो भिडियो हेरिरहेका छौँ नि त, होइन त। यो थोरै समयमा हामीले राम्रो इफेक्टिभ तयारी गर्नु छ भने चाहिँ हामीले होल सिलेबस पढ्ने होइन कि कुन कुन कुरा महत्त्वपूर्ण छ त्यो कुरालाई चाहिँ हामीले फाइन्ड आउट गरेर चाहिँ हामीले पढ्न स्टार्ट गर्नुपर्छ। त्यो कसरी फाइन्ड आउट गर्ने भन्दाखेरि यसका धेरै तरिकाहरू छन्, तपाईँहरूलाई अलरेडी थाहा छ। जस्तै फ्रिक्वेन्टली आस्क क्वेसनहरूलाई चाहिँ हामीले अलिकति हाइलाइट गरेर फोकस गरेर पढ्नेदेखि लिएर हाम्रो सिलेबस हेर्नेदेखि लिएर कस्तो कस्तो कुराहरू छ, जस्तै कस्तो कस्तो क्वेसनहरू इक्जाममा बढी आएको छ, त्यसमध्ये पनि कुन चाहिँ अलिकति बढी रिपिट भएको छ, त्यस्तो क्वेसनलाई हामीले अलिकति बढी फोकस गरेर प्र्याक्टिस गऱ्यौँ पढ्यौँ भने चाहिँ त्यो चाहिँ इक्जाममा आउने चान्स पनि बढी हुन्छ र यसले गर्दाखेरि चाहिँ तपाईँको ब्रेनमा चाहिँ अननेसेसरी त्यो प्रेसर पनि क्रिएट हुँदैन र तपाईँको त्यो जुन लोड थियो नि, जति तपाईँले बुक पढ्दाखेरि भनौँ, तपाईँको होल पुरै कोर्सै कम्प्लिट गर्दाखेरि जति प्रेसर लाग्थ्यो नि, त्यो इनर्जी त हामीले बचाइयो नि त इम्पोर्टेन्ट क्वेसन पढेर। त्यो इम्पोर्टेन्ट क्वेसन फेरि इक्जाममा आउने चान्स पनि उत्तिकै बढी हुन्छ। त्यसैले गर्दाखेरि यो चाहिँ एकदमै मोस्ट प्र्याक्टिकल वे लाग्छ मलाई, यदि तपाईँसँग चाहिँ समय थोरै छ भने इक्जामको तयारी गर्नका लागि। नम्बर 3 मा रहेको छ युज एक्टिभ रिकल।
हामीले पढ्न त पढ्छौँ, कसैले 2 घन्टा पढिन्छ, कसैले 4 घन्टा, कसैले 8 घन्टा, कसैले 10 घन्टा, कसैले 18 घन्टा। तर पढेर मात्रै अर्थ भएन के। कसैले भन्छ नि मैले रातभरि पढेँ, त्यसको अर्थ के त? रातभरि पढेर उसले केही पनि मेमोराइज गर्न सकेको छैन भने त्यो पढाइको के मतलब हो त? केही मतलब भएन नि। त्यसैले गर्दाखेरि तपाईँले चाहिँ पढ्ने क्रममा चाहिँ के गर्नु पर्यो भन्दाखेरि मैले कति कुरा पढेँ त, मैले पढेको मध्येबाट कति सम्झेँ त, अनेस्ट भएर के। हामीले अरूलाई गफ लाउन सकिन्छ, साथीहरूसँग गफ लाउन सकिन्छ, आफ्नो घर परिवारमा गफ लाउन सकिन्छ कि मैले पढेँ भनेर देखाउन सकिन्छ। तर असलियत त तपाईँलाई थाहा हुन्छ नि त, तपाईँले कति मेमोराइज गर्नुभयो, तपाईँलाई कति आउँछ, तपाईँ कतिको पानीमा हुनुहुन्छ भन्ने कुरा त तपाईँलाई थाहा हुन्छ नि। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले पढेको कुरा चाहिँ मैले कति सम्झेँ भनेर चाहिँ एकचोटि ब्रेनमा चाहिँ मजाले रिकल गर्नुपर्छ। त्यो चाहिँ अब तपाईँले सम्झेर हुन्छ कि कसैलाई लेखेर छिटो रिकल हुनसक्छ। तपाईँले यस्तो डिफ्रेन्ट टाइप अफ मेथड तपाईँले प्रयोग गर्नुभयो भने चाहिँ तपाईँले पढ्ने मात्रै होइन कि तपाईँको पढाइ इफेक्टिभ हुन्छ। अझै तपाईँसँग समय थोरै छ भने त त्यो टाइममा चाहिँ एकदमै प्रभावकारी हुन्छ। होइन भने पछाडि पढ्दै जाने सर अगाडि पढ्दै गएको छ अनि पढेको कुरा चाहिँ पुरै बिर्सिँदै गएको छ, केही मजा आएन नि त। त्यही भएर कति याद भयो भन्ने कुरा पनि आफूलाई चाहिँ त्यो ट्र्याकमा राख्नुपर्छ, आफूलाई चाहिँ त्यो सेल्फ अब्जर्भेसन चाहिँ गरिराख्नुपर्छ। यस्तो गरियो भने मात्रै एउटा इफेक्टिभ पढाइ हुनसक्छ र तपाईँको इक्जाममा तपाईँले राम्रो गर्न सक्नुहुन्छ। नम्बर 3 मा रहेको छ टेक रेस्ट। हेर्नुहोस्, अगाडि पढ्ने भनेर कुरा गरियो, ब्रेनलाई कसरी त्यो फाइट अर फ्लाइट जोनमा लैजाने भन्ने विषयमा पनि हामीले चर्चा गरियो। तर हामीले पढाइ गरेर मात्रै पनि त भएन नि भन्ने कुरै भएन। कसरी भन्नुहुन्छ भने हामीले पढाइ गर्नै सक्दैनौँ। हाम्रो ब्रेनलाई पनि प्रपर रेस्ट चाहिन्छ। जसरी हाम्रो शरीर थाक्दाखेरि उसलाई रेस्ट गर्नको लागि, उसलाई रिफ्रेस गराउनको लागि, ब्रेन थाक्दाखेरि रिफ्रेस गराउनको लागि हामीले एउटा प्रपर स्लिप लिनुपर्छ नि। कसैको केसमा त्यो 6 घन्टा हुनसक्छ, कसैको केसमा 7 घन्टा, कसैकोमा 8 घन्टा हुनसक्छ। त्यसै गरी हाम्रो ब्रेनलाई पनि रिफ्रेस गराउनको लागि, रिइनर्जाइज गराउनको लागि चाहिँ हामीले रेस्ट लिनै पर्छ। सबभन्दा इम्पोर्टेन्ट कुरा हामीले गल्ती के गर्छौँ भन्दाखेरि रेस्ट गर्ने बेलामा चाहिँ पढ्यो रेस्ट गर्यो, रेस्ट गर्ने बेला चाहिँ मोबाइल मजाले चलाइदिन्छौँ, मजाले रिल्स हेरेर बसिदिन्छौँ। त्यसले गर्दाखेरि के हुन्छ भने तपाईँको ब्रेनमा चाहिँ डोपामिन सिक्रिट हुन थाल्छ। फेरि जब तपाईँको ब्रेनमा डोपामिन रिलिज हुन थाल्छ त्यसपछि तपाईँको ब्रेन फेरि अर्कै जोनमा जान थाल्छ, फेरि अर्कै रङ्गीन दुनियाँमा जान थाल्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको त्यो टेक्स्ट बुकसँगको त्यो कनेक्सन, तपाईँले पढेका कुराहरू त्यो चाहिँ तपाईँले छिट्टै बिर्सिन सक्नुहुन्छ। र अझै अर्को कुरा के ध्यान दिनुपर्छ भने तपाईँले रेस्ट गर्ने बेलामा चाहिँ साथीहरूसँग अननेसेसरी टकहरू पनि एकदमै गर्नु हुँदैन। त्यो चाहिँ तपाईँको फोनमा हुनसक्छ, टेक्स्टमा हुनसक्छ, तपाईँले भेटेरै गर्ने अननेसेसरी टक्सहरू हुनसक्छन्। यो कुरालाई चाहिँ तपाईँले एभोइड गर्नुभयो भने नि तपाईँको जुन ब्रेन एउटा जोनमा गएको छ, जुन हामीले ब्रेनलाई जोनमा लगेका छौँ, त्यो जोन मेन्टेन भइरहेको छ र तपाईँको पढाइप्रति अझै लगाव बढ्दै जान्छ र त्यो ब्रेकमा पनि तपाईँले त्यो पढेका कुराहरू चाहिँ मेमोराइज गरिराख्नुहुन्छ कि यसरी तपाईँले पढ्न थाल्नुभयो भने नि तपाईँले थोरै समयमा एकदमै राम्रो पर्फर्म गर्न सक्नुहुन्छ। नम्बर 5 मा रहेको छ प्रपर स्लिप एन्ड वाटर। हामी के गर्छौँ भन्दाखेरि इक्जाम आयो भन्दैमा, समय थोरै छ भन्दैमा हामीले रातभरि पनि पढ्ने, दिनभरि पनि पढ्ने गर्न थाल्छौँ। यसरी पढ्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँले राति सुत्नु भएको छैन भने अथवा तपाईँको शरीरले प्रपर जति निद्रा लिनुपर्ने त्यति निद्रा लिन पाएको छैन भने चाहिँ तपाईँले जति पढे पनि दिनभरि टाउको दुख्ने, पढ्न नसक्ने, मेमोराइज गर्न नसकिने, पेट दुख्ने, आँखा दुख्ने, सबै चिजहरू दुख्न थाल्छ र तपाईँले पढेको इफेक्टिभ हुने त झन् कुरै भएन। त्यसैले गर्दाखेरि इक्जाम आओस् नआओस्, इक्जाम नजिक होस् टाढा होस्, तपाईँले एउटा प्रपर स्लिप चाहिँ तपाईँले लिनै पर्छ, जुन चाहिँ तपाईँको ब्रेनको लागि आवश्यक हुन्छ, तपाईँको बडीको लागि आवश्यक हुन्छ। सोच्नुहोस् न, तपाईँ पढ्न बस्नु भएको छ, तपाईँको ब्रेनले साथै दिइरहेको छैन भने के गर्नुहुन्छ? रातभरि झुल्दै पढेर त्यसको त केही अर्थ भएन नि त। मैले यो भन्दै गर्दाखेरि फेरि रातिमा नपढ्नु भन्न खोजेको होइन है, त्यसरी पनि गलत अर्थ नलगाइदिनु होला। किनकि कसैले चाहिँ रातिमा पढ्यो भने चाहिँ धेरै छिटो मेमोराइज गर्न सक्छन्, कसैको चाहिँ रातिमा चाहिँ त्यो ब्रेन चाहिँ अझै एक्टिभ हुन्छ र सबै सुतेको बेलामा, सबैतिर शान्त भएको बेलामा चाहिँ त्यो लर्निङ पनि इफेक्टिभ हुन्छ। कसैको केसमा त्यो नहुन पनि सक्छ। त्यसैले गर्दाखेरि मैले के भन्न खोजेको भने चाहिँ तपाईँको शरीरले मागेको एउटा प्रपर स्लिप चाहिँ तपाईँले लिनुपर्छ र पानी पनि एकदमै पर्याप्त पिउनुपर्छ। हामीले पढ्दै गर्दाखेरि हामीले जस्तै पिसाब लागिरहेको छ भनेर वासरुम गइराख्नुपर्छ भनेर हामीले पानी चाहिँ कम खाने पनि बानी गर्छौँ कि कतिपय अवस्थामा चाहिँ। त्यो चाहिँ तपाईँले एकदमै एभोइड गर्नुभयो भने चाहिँ तपाईँको पढाइ एकदमै इफेक्टिभ हुन्छ र तपाईँको शरीरले, मनले, दिमागले सबै कुराले तपाईँलाई साथ दिन्छ। छ रिभिजुअलाइज वाट यु लर्न्ड। पढ्नुभयो, सबै कोर्स पढेर पनि सक्नुभयो लगभग, तर
तपाईँले के पढ्नुभयो भनेर कसैले सोध्यो भने तपाईँले भन्न सक्नु भएन भने त्यो त मजा आएन नि त। त्यसैले गर्दाखेरि चाहिँ तपाईँ सुत्ने बेलामा तपाईँले त्यो दिनभरि पढेको कुराहरू चाहिँ भिजुअलाइज गर्नुभयो, के पढेँ भनेर त्यसलाई समराइज गरेर एकचोटि सरर आनन्दले दिमागलाई शान्त पारेर तपाईँले सम्झिनुभयो भने नि त्यो चाहिँ एकदमै इफेक्टिभ हुन्छ र त्यो भोलिसम्म पनि याद भइराख्छ। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले यो कुरामा चाहिँ एकदमै ध्यान दिनु होला कि तपाईँले पढेको कुरा चाहिँ अलिकति भिजुअलाइज पनि गर्न थाल्नुहोस्। लास्टमा रहेको छ एउटा बोनस टिप्स भन्छु मैले, त्यो हाम्रो नर्मल्ली भिडियोहरूमा बोनस टिप्स भनेर आउँछ। लास्टमा रहेको छ तपाईँले जाँदाखेरि पनि पढ्ने बानी विकास गर्नुहोस्। अब तपाईँलाई लाग्न सक्छ कसरी पढ्ने त, त्यो कसरी हुन्छ, हिँड्दाखेरि डुल्दाखेरि कसरी पढ्ने त भन्दाखेरि मैले भन्न खोजेकै त्यही हो। जस्तो कि तपाईँसँग टाइम कम छ, इक्जाम आइसकेको छ, इक्जाम एकदमै नजिक छ भने त तपाईँले त हरेक समयलाई कसरी सदुपयोग गर्ने, सदुपयोग इन द सेन्स कि कसरी हरेक समयमा मैले पढ्ने, आफ्नो त्यो पढाइलाई कसरी स्ट्रङ बनाउने भन्ने विषयमा सोच्नु पर्यो नि त। त्यसको लागि चाहिँ तपाईँले हिँड्दाखेरि पनि तपाईँले पढ्न सक्नुहुन्छ। कसरी भन्दाखेरि तपाईँले कुनै पनि न्युमेरिकलको तपाईँको फर्मुलाहरू हुनसक्छ, तपाईँको थ्योरी सब्जेक्टको पोइन्ट्सहरू हुनसक्छ जुन याद गर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ मजाले तपाईँले नोट्समा अथवा तपाईँले प्र्याक्टिस गर्दाखेरि पढ्दाखेरि पोइन्ट आउट त गर्नुहुन्छ नि, त्यो पोइन्ट आउट गरेको कुरालाई चाहिँ पकेटमा लिएर हिँड्नुहोस्। धेरै नहिँड्नुहोस्, एउटा च्याप्टरको दुईवटा च्याप्टरको तपाईँलाई कति सम्झिनु पर्ने छ, कुन चाहिँ मेमोराइज गर्न अलिकति गाह्रो भएको छ त्यसलाई सरर तपाईँले पकेटमा हालेर लिएर हिँड्नुहोस् अनि सरर हेर्नुहोस् अनि मेमोराइज गर्दै हिँड्नुहोस्। अब तपाईँलाई यसरी बोल्दै हिँड्दाखेरि, बाटोमा हिँड्दै गर्दाखेरि, बोल्दै पढ्दै गर्दाखेरि मान्छेले के हो यो त पागल जस्तो हो कि क्या भनेर सोच्छन् भने डर छ भने त्यसको लागि पनि त अप्सन छ नि, मास्क लगाउनुहोस्, मजाले प्र्याक्टिस गर्दै हिँड्नुहोस्। अरूलाई के नै मतलब हो र, तपाईँको इक्जाम राम्रो हुनु पऱ्यो नि त एट द एन्ड अफ द डे, होइन त। सो साथीहरू, आजको भिडियो यति थियो। तपाईँलाई भिडियो कस्तो लाग्यो, यो भिडियोले चाहिँ तपाईँलाई केही पोजिटिभ हेल्प गर्यो र भ्यालु एड गर्यो भने चाहिँ यो भिडियोलाई सेयर गरिदिनु होला र तपाईँलाई कुन कुराले गर्दाखेरि चाहिँ भ्यालु एड गर्यो, कुन पोइन्ट मन पर्यो त्यो चाहिँ कमेन्ट गर्न नभुल्नु होला। सो आजको भिडियो यति थियो साथीहरू। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।